बाबु नानीहरू पहिला हामी यिनी साली नानीले भेना ह्यान्डसम छ भन्दै झुटो कसम खाँदै गरेको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। हे विद्या कसम क्या ह्यान्डसम भेना यो मनलाई सम्हाल्नै सकिन। ल सुरु गरौँ। विद्या कसम चाहिँ नखाएको भए हुन्थ्यो। मेरा मुंह से निकल गई क्या बताऊं भैया। कत्रो झुट बोल्या नानी भेना त कुन भगवान पूजा गर्यो दाजै? गणेश बापाको। गणपति बाप्पा अरे साथी बुरा क्यों हो रहा है? ल अब यो बहिनी सेयर फेल हुने भयो एक्जाममा। भेनाको तारिफ गर्नु भएको कि बिल्ला हान्नु भएको बुझ्नै गाह्रो। अलिअलि भप विद्या पनि किन नष्ट पारेको हो झुटो कसम खाएर? के भयो त तिमी चुप लागे बसाइ भाइ तिमीसँग म के बोली चुरा।